साथीहरू नमस्ते जोडले हजुरहरू सबैजनालाई वेलकम छ सरगम युट्युब च्यानलमा हैन हजुरहरू सबैजनालाई। र आज चाहिँ मसँग चाहिँ आमा हुनुहुन्छ। धेरै दिनपछि फेरि आमालाई लिएर आएको छु मैले हैन। आज चाहिँ हामीले चाहिँ मकैको भात भनौँ अथवा मकैको आटो हैन, मकैको आटो अनि यो हल्का यो अचारहरू बनाएको छु। अनि यही हो। अनि गेडागुडी दालहरू धेरै मिक्स छ गेडागुडीहरू। अनि एकदम पानी परिरहेको छ, एकदम चिसो चिसो मौसम छ नि त, त्यही भएर हामी चाहिँ एकदम ढिला नगरिकन खान सुरु गर्छौँ। अनि हजुरहरूले हेर्दै गर्नु ल, हामी खाँदै गर्छु ल। आमा खाऊँ ल। हामी केबाट खाने? पहिला दाल हालौँ है। दाल यस्तो दामी छ साथीहरू, दामी छ दामी। मुख रसाइरहेको छ चिसो चिसो मौसममा। होइन त्यही राखेर खाँदै गर्नु न ल। साथीहरू हामी चाहिँ खाना सुरु गरिहाल्यौँ होइन। फर्स्ट बाइट खाएँ ल। खानु न आमा। लैलो खुर्सानी कति मिठो। काकटी पनि स्वाद या। तपाईँ खानु हुने खुर्सानी ल। तर कस्तो हाम्रो यता पोखरातिर हयामा कति धेरै पानी परेछ नि त आमा। कति जाडो। जाडो हुने बेलामा है तिर अचारहरू अनि मिठो हुन्छ। त्यो पिरोले गर्दा न्यानो हुन्छ, पेट जस्तो पनि लाग्छ। न्यानो हुन्छ धेरै नै। पिरोले ज्यान टटाउँछ। तिमीले बनाएको अचार हो कि त्यो अचार पनि हो। अनि त्यो के भन्छ आमा, त्यो केराको त्यो तल झुन्डेकोलाई के भन्छ? बोङ्गाको अचार खानु भएको छ साथीहरू हजुरहरूले। मैले आज चाहिँ बोङ्गाको अचार बनाएर यस्तो मिठो हुँदो रहेछ। फर्स्ट टाइम खाएको छु मैले। दबाई पनि हुन्छ। तातै गम खाने हो साथीहरू। यसमा भट्ट भटमास आमा तपाईँले पहिला खानु पर्यो। हामी गाउँमा खाइरहेको हो, मलाई फर्स्ट टाइम खाएको। भट्ट मिसाएको मिठो हुन्छ के। कहाँ त्यो आमा दाल राखिदिउँ हुन्छ।
यस्तै मिठो भयो बुङ्गाको चटनी अचार साथीहरू यस्तो मिठो हुँदो रहेछ त्यो केराको तल हुन्छ नि यत्रो त्यो बुङ्गा त्यसको अचार मैले खाएको थिएन कि अनि अहिले फर्स्ट टाइम खाएको साथीहरू यस्तो मिठो हुँदो रहेछ तपाईँहरू कसैले त खानुभएको छ होला तर नखानु भएको साथीहरूले ट्राई गर्नु होला ल एक्चुअली एकदम मिठो हुँदो रहेछ तातो मकैको भात खाइयो घुम कि घुम आटो हाम्रोतिर आटो भन्छ यतातिर भात भन्दो रहेछन् तर साथीहरू होइन आज कति दिन भयो यसरी पानी परेको छ के एकदम धेरै आमा कति यस्तो सबै गेडागुडीहरू मिक्स गरेको के खाएन यसलाई भन्छ अर्ग्यानिक खुर्सानी भन्छ आमालाई पिरो भयो कि क्या ज्यादा है ठिकै हो मलाई डल्ले खुर्सानी मार्ने गरेर खाइरहेको छु लास्टै मनपर्छ डल्ले खुर्सानी यसरी पिरो डल्ले खुर्सानी पिरो भयो माया बस्छ के माया बढ्छ हो माया बढ्छ अलिकति हल्लाहरू पनि सुन्ने खाला साथीहरू उता मम्मीहरू हुनुहुन्छ त्यही भएर माइन्ड नगर्नु होला हामीले खाएको एकदम हेर्दै हुनुहुन्छ होला हजुरहरू सबैजनाले होइन इन्जोय गर्दै हुनुहुन्छ होला अझै राम्रो राम्रो दुध हुन्छ अनि कि साथीहरू हेर्नु न यस्तो हुन्छ क्या पछाडि मान्छे हेर्ने भएन नि अब खाइरहेको भिडियो खिचिरहेको छ कि खिचिरहेको छैन थाहै भएन कि खिचेको छ भनेर उहाँ खायो होइन आमा दुध लिन जानुभएको पछि फेरि हामीले पछि बनाएको नि त त्यो खाइरहेको आधा चाहिँ होइन अनि त्यो हेर्नु न अनि कस्तो यस्तै हुन्छ क्या जहिले नि मैले धेरै भिडियोहरू यस्तै गरेको छु साथीहरू होइन अब यति जतिसम्म हामीले खाएको छु त्यसलाई हेरेर इन्जोय गरिदिनु होला साथीहरू होइन अब अर्को भिडियोमा चाहिँ अब एकदम सकेसम्म सबै खाएको ल्याउनेवाला छु आज बिहाको भिडियो भएन मतलब खाइसकेको भिडियो भएन साथीहरू होइन किनकि यता क्यामेरा निभी भ्याइसकेको रहेछ कि अनि त्यही भएर भएन होइन अब हामीले खाएर भ्याइसकेँ होइन खाइसकेँ अब त्यता भिडियो नै भइरहेको रहेनछ कि यस्तो झ्याउ भयो होइन साथीहरू होइन अब कहिलेकाहीँ यस्तो हुन्छ कहिलेकाहीँ होइन मेरो डेली यस्तै भयो सधैँ यस्तै भइरहेको छ त्यही भएर भिडियो आधा भएर मैले नराखेको हो होइन युट्युबमा तर यो चाहिँ म राख्छु किनकि आमासँग छु नि त होइन अनि आमासँग छु
अनि हामीले पुरै खाइसकेको चाहिँ भिडियो आएको छैन साथीहरू होइन। हामीले जे जति खाएको छौँ त्यही नै हेरेर इन्जोय गरिदिनु होला ल मेरो साथीहरू। एकदमै धेरै धेरै माया। पहिला मेरो आमाको र मेरो पहिलाको ढिँडो खाएको भिडियोलाई पनि हजुरहरू सबैजनाले धेरै माया दिनुभएको छ होइन। अनि यसलाई पनि हाम्रो अब यो भइरहेको भिडियोहरूलाई पनि धेरै माया दिनु होला साथीहरू होइन। हजुरहरू सबैजनालाई धेरै 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 माया है साथीहरू। धेरै पछि बनाएको छु आमा र मैले है भन्दै भयो होइन। अब हामीले केही खाँदा अथवा केही गर्दा हामीले केही गल्तीहरू गरेको छ भने हजुरहरू सबैजनाले कमेन्ट गरेर भन्न चाहनुहुन्छ होइन। भन्न सक्नुहुन्छ यस्तो भयो है, यस्तो गर, सुधार गर भनेर भनिदिनु होला साथीहरू होइन। भन्दै म चाहिँ बाई बाई साथीहरू, अर्को भिडियोमा भेट्ने बाचा सहित गरेर निक्लिन्छु ल।